लेट्स प्रमोट द लोकल टुरिज्म। सम्पूर्णमा नमस्कार। म एउटा यात्री अथवा तपाईहरूले मलाई घुमन्ते पनि भन्न सक्नुहुन्छ। आज चाहिँ यात्रा गर्ने क्रममा इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर 6 जिर्मलेमा अवस्थित बहुसांस्कृतिक पार्क जाँदैछु। यो ठाउँमा कुन कुन जातिको बसोबास रहेको छ, यो ठाउँको नाम कसरी जिर्मले हुन पुग्यो र पार्कको नाम किन बहुसांस्कृतिक पार्क राखियो भन्ने विषयमा पनि तपाईहरूमाझ पस्कने नै छु। र सर्वप्रथम यो ठाउँमा कसरी पुग्ने भन्ने बारे जानकारी दिन गइरहेको छु। बाहुनडाँगी त प्राय सबैजनालाई थाहा नै छ। बाहुनडाँगीको गर्मी छल्नका लागि हामी यो सांस्कृतिक पार्क जान सक्छौँ। बाहुनडाँगीबाट 14 किलोमिटर टाढा अवस्थित एउटा गाउँ हो जिर्मले, जुन गाउँको एउटा छुट्टै विशेषता छ। यहाँको मौसम, वातावरण, परम्परा र छुट्टै संस्कृति बोकेको गाउँ हो जिर्मले। यस विषयमा हामी स्थानीयसँग कुराकानी पनि गर्ने नै छौँ। सर्वप्रथम यहाँसम्म पुग्नको लागि कसरी जाने, कुन रुट जाने भन्ने विषयमा चर्चा गरौँ। बाहुनडाँगीबाट सुरु भएर मेचीडाँगी, निन्दा सिरान र निन्दा सिरानदेखि अलि मास्तिर पुगेपछि दो बाटो आउँछ। त्यो दो बाटोमा नझुकिकन हामीले बायाँतर्फ लाग्नुपर्नेछ। केही बेरको उकालोपछि जिर्मले स्वास्थ्य चौकी पुग्नेछौँ। फेरि त्यहाँ पनि दो बाटो नै आउँछ र फेरि पनि बायाँतर्फ नै रोज्नुपर्नेछ। त्यहाँबाट लगभग 1 किलोमिटरको यात्रा पश्चात हामी हाम्रो सुन्दर गन्तव्य बहुसांस्कृतिक पार्क पुग्नेछौँ। यस पार्कमा पुगेर वरपरको दृश्य हेर्दा त्यो उकालोमा थकान भएको सबै मेटिने रहेछ। केही बेर त्यहाँ बसेर हाम्रो प्यारो झापालाई निहाले र उत्तरतर्फको अग्ला अग्ला पहाडको दृश्य अवलोकन गरे। यतिकैमा समयले जुराएको भेट रोङ गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष आदरणीय सर सत्यम राई सरसँग भेट भयो। उहाँले मलाई वडा कार्यालयमै बोलाउनु भयो। वडा कार्यालय गएर एकछिन कुराकानी गऱ्यौँ। उहाँसँग मैले जिर्मलेमा बसोबास गर्ने जातिको बारेमा सोधेँ र पार्कको नाम किन बहुसांस्कृतिक पार्क हुनु पुग्यो भन्ने कुराको जिज्ञासा राखेँ। उहाँको अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर 6 कृषि, प्रकृति र संस्कृतिको त्रिवेणीका रूपमा आफूलाई चिनाउँदै आएको उहाँको भनाइ छ। यो वडा संस्कृति संरक्षण र पर्यटन प्रवर्धन केन्द्रित बनिरहेको उहाँले बताउनु भयो। जैविक विविधतालाई पस्केर होस् वा सांस्कृतिक सम्पदाले स्वागत गर्दै पर्यटक फल्काउनु एक कदम अगाडि बढ्दै रहेछ। प्रकृतिले छाती फराकिलो पारेर दिए चाहिँ रुख बिरुवा, थुम्का थुम्की, भिरपाखा, कुनाकन्दरा, माटो, जल सम्पदा र वन्यजन्तुले भरिभराउ यो वाडा सांस्कृतिक रूपमा पनि उत्तिकै सम्पन्न रहेछ। देशको लोपोन्मुख लेप्चा समुदायको बसोबास रहेको यो वाडामा राई, तामाङ, नेवार, सुनवार र ब्राह्मण क्षेत्री लगायतको बसोबास रहेछ। सयौं थरी फुलका थुङ्गा एउटै मालामा सिँगारिया झैँ लाग्ने यस ठाउँको सांस्कृतिक विशेषता जीवन्त बनाउन वडा कार्यालयले पनि आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको रहेछ, उहाँले बताउनु भयो। र केही बेरको कुराकानीपछि वडाबाट खाजाको व्यवस्था गरिदिनु भयो र म पनि खाजा खाएर एकछिन कुराकानी गरेर त्यहाँबाट निस्केँ। अब यो गाउँको नाम किन जिर्मले हुन पुग्यो भन्ने कुरा पनि हामी यहाँको स्थानीयसँग बुझ्ने नै छौँ। हाम्रो जुन लेप्चा राजा इलाम जिल्लादेखि चाहिँ अब माइपुर घुम्दै आएको थियो। यहाँ आएर बस्दाखेरि चाहिँ राजा र रानी जङ्गल घुम्नु गयो। जङ्गल घुम्नु जाँदाखेरि जी भनेको के हो भन्दा अडेरी घारी हो, हु भनेको जङ्गल हो, अडेरी घारीको जङ्गल रहेछ भनेर चाहिँ हाम्रो लेप्चा राजाले यो नाम राखेको। यो जग्गामा जिर मले होइन, जिर्याङ भन्ने राखेको हो। ल्याङ चाहिँ काटेर मले पारेको। श्री 3 सरकारले हाम्रो लेप्चा राजालाई इलामदेखि माइपुर गौसुकीमा जानु पर्यो आफ्नो राज्यमा पठाउने गरी चाहिँ त्यसरी नाम बदलेको। नाम बदली गर्दा नाम काटेर ल्याएको थियो हाम्रो राज्य राखेको चाहिँ त्यसरी गरेको। अब त्यहाँ भन्नुपर्दा म इलामदेखि मेचीसम्म भन्यो नि। जिर्मले भनेको चाहिँ के हो त?
जिर्याङ भन्ने चाहिँ राखेको हो नि त। जग्गाको नाम चाहिँ ल्याङ हो। अहिले मैले भने नि जिरमले, म ल्याङ चाहिँ काटेर म पारेर अनि जिरमले पार्यो। जी त छँदैछ नि। जिहु भनेको चाहिँ अडेरी घारी थियो यो जग्गा पहिला जङ्गल मारे। जिहु चाहिँ अडेरी काँडाको घारीको जङ्गल यो जग्गा चाहिँ भनेर राखेको जिहु ल्याङ अडेरी घारीको जग्गा रहेछ भनेर हाम्रो लेप्चा राजाले चाहिँ नाम राखेको हुनाले अनि सेटिङ सरकारको पालमा चाहिँ के भनेको चाहिँ जी चाहिँ म अब त्यो हु चाहिँ काटेर म पारेर जिरमले पार्ने। अररी काँडाको घारीलाई चाहिँ जिर्याङ भनिँदो रहेछ। जिर्याङबाट पछि परिवर्तन भएर जिर्मले हुन पुगेको रहेछ स्थानीयको भनाइ छ। जे जस्तो भए तापनि यो ठाउँ एकदमै रमाइलो छ। घुम्न बसे पनि आउनुहोला। धन्यवाद।